हेलो साथीहरू, एनपी सोनालीमा फेरि पनि यहाँलाई स्वागत छ र फेरि पनि मैले नयाँ अपडेटिङ भिडियो लिएर हजुरहरू माझ आइसकेको छु। तपाईहरुले देख्न सक्नुहुन्छ यहाँ सोनाली कुखुराका भाले पोथीहरू मजाले चाहिँ यिनीहरू दाना खाइरहेको तपाईहरुले भिडियोमा देख्न सक्नुहुन्छ। यिनीहरू एकदम राम्रोसँग मजाले चाहिँ नि दाना खाइरहेको छ, एकदम मजासँग चाहिँ नि तपाईहरुले भिडियोमा पनि देख्न सक्नुहुन्छ। एकदम राम्रो राम्रो भालेहरू, एकदम ठुलो ठुलो भालेहरू, एकदम लक्कर लक्कर भालेहरू तपाईहरुले देख्न सक्नुहुन्छ भिडियोमा। यिनीहरू मजाले चाहिँ नि दाना खाइरहेको छ, तपाईहरुले देख्न सक्नुहुन्छ। दाना हामीले यिनीहरूलाई L3 दाना दिइरहेका छौं। L3 दाना दियो भने चाहिँ यो कुखुराले धेरै राम्रो अन्डा पार्ने गर्दछन् भन्ने हिसाबले हामीले यिनीहरूलाई L3 दाना दिइरहेका छौं। यो कुखुराहरू चाहिँ अलिकति भड्किने, अलिकति उफ्रिने खालको हुन्छन् यो कुखुराहरू, त्यही भएर यो कुखुराहरूलाई चाहिँ अलिकति यसरी भड्किने हुन्छन्। यिनीहरूलाई चाहिँ अलिकति बिस्तारै हिँड्दाखेरि पनि एकदम बिस्तारै हिँड्नुपर्ने, अनि यिनीहरूको अगाडि जाँदाखेरि पनि थाहा नपाउने गरी चाहिँ नि हिँड्नुपर्ने हुन्छ। यिनीहरूलाई चाहिँ मेन चाहिँ विशेष गरी अन्डा पार्ने बेलामा यसरी भड्कियो भने यो कुखुराको अन्डाहरू पेटमै फुटेर भुँडीमै फुटेर यिनीहरू मर्न पनि सक्ने हुन्छन्। त्यसैले यो कुरामा चाहिँ अलिकति धेरै नै ख्याल गर्नुपर्ने, धेरै नै ध्यान दिनुपर्ने जरुरत छ है साथी हो। अहिले चाहिँ हामी माथि फार्ममा छौं र हाम्रो फार्ममा लगभग 700-800 भाले पोथीहरू, भाले भन्दा पोथी निकै छ र पोथी भालेहरू चाहिँ हामीसँग 700-800 वटा छन् र यिनीहरू मजाले यसरी खेलिरहेको तपाईले देख्न सक्नुहुन्छ र यिनीहरूले अन्डा मजाले दिन थालिरहेका छन् र अब हामीले चल्लाहरू पनि उत्पादन गरिरहेका छौं र अस्तिको पाली हामीले चल्ला ट्रायलको लागि हाल्दाखेरि 60 वटा अन्डा हाल्दाखेरि 53 वटा चल्ला निस्केको छ र 53 वटा चल्ला निस्किएको एकदम राम्रो हेल्दी राम्रो खालको छ र चल्लाहरू हामीले उत्पादन सुरु गरिसकेका छौं। अब तपाईहरुलाई पनि चल्लाहरू चाहिन्छ भनेदेखि तपाईले सम्पर्क गर्न सक्नुहुन्छ। म तपाईहरुलाई नम्बर डिस्क्रिप्सनमा राखिदिने छु र हामीसँग अहिले धेरै त हैन, थोरै मात्रामा हामीले थोरै गरेर हामी बढाउँदै जानेछौं, थोरै संख्यामा हामी बढाउँदै जानेछौं र तपाईहरुलाई सोनाली कुखुराको चल्लाहरू चाहिन्छ भनेदेखि पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामी तपाईहरुलाई थोरै संख्यामा धेरै होइन, थोरै संख्यामा हामी तपाईहरुलाई दिनेछौं। यो भिडियोमा तपाईले देख्न सक्नुहुन्छ यो भालेहरू एकदम राम्रो, एकदम हेल्दी, एकदम चिल्लो, एकदम हेर्दैखेरि चाहिँ एकदम राम्रो खालको भालेहरू पोथीहरू एकदम हेल्दी खालको छ र तपाईहरुलाई यही भाले पोथीको चाहिँ हामीले चल्लाहरू दिनेछौं र हामीले यो भाले पोथीहरू चाहिँ छनौट गरेर राखेका छौं ताकि भोलिको दिनमा यसको चल्लाहरू राम्रो निस्कोस्, हेल्दी निस्कोस् र भोलिको दिनमा हामीले तपाईहरुलाई चल्ला दिँदाखेरि कुनै पनि खालको साइड इफेक्टहरू, कुनै पनि खालको समस्याहरू नहोस् भनेर नै हामीले अहिले चाहिँ नि एकदम हेल्दी खालको कुखुरा भाले पोथी राखेका छौं र यिनीहरूलाई हामीले सादा पानी दिइरहेका छौं। सादा पानी दियो भने राम्रो हुन्छ र यिनीहरूलाई चाहिँ नि हामीले राम्रो खालको केयर पनि गरिरहेका छौं। तपाईले देख्न सक्नुहुन्छ यहाँ यसरी हामीले मजाले टाँड बनाइदिएका छौं। यिनीहरू टाँडमा बसेर मजाले चाहिँ नि रातिको समयमा यिनीहरू टाँडमा बस्ने गर्दछन् र यो सोनालीको माउहरू यसरी चाहिँ नि दाना खाइरहेको पनि तपाईले भिडियोमा देख्न सक्नुहुन्छ। सोनालीको माउहरू एकदम राम्रो, एकदम हेल्दी, एकदम हाइजेनिक, एकदम गुणस्तरीय हामीले सेलेक्टेड गरेर चाहिँ नि हामीले राखेका छौं भाले पोथी। यो भिडियोमा पनि तपाईले देख्न सक्नुहुन्छ यस्तो राम्रो भालेहरू, एकदम राम्रो एक्टिभ भालेहरू, एकदम राम्रो एक्टिभ पोथीहरू हामीले राखेका छौं। यो भिडियोमा पनि देख्न सक्नुहुन्छ यसरी चाहिँ नि राम्रो खालको भालेहरू हामीले सेलेक्ट गरेर राखेका छौं र तपाईहरुलाई अब राम्रो खालको गुणस्तरीय चल्लाहरू चाहियो भने, स्वस्थकर चल्लाहरू चाहियो भने, स्वस्थ माउको, स्वस्थ भालेको चल्लाहरू चाहियो भने हामीलाई सम्पर्क गर्नुहोस्। हामी तपाईहरुलाई चाहिँ नि राम्रो खालको चल्लाहरू चाहिँ नि तपाईहरुलाई हामी दिने कोसिस गर्ने छौं। अहिले हामीसँग फर्स्ट लट, सेकेन्ड लट हामीले अन्डा हालिसकेका छौं। अबको लटमा अब राम्रो खालको चल्लाहरू आउने छन्। अब तपाईहरु पनि राम्रो खालको चल्लाहरू चाहिन्छ भने सम्पर्क गर्नुहोला। राम्रो खालको चल्लाहरू तपाईहरुलाई हामी दिने कोसिस गर्नेछौं र तपाईहरुले देखिहाल्नुभयो हाम्रो फार्म गोकर्णेश्वर कहाँ छ भनेर कमेन्ट गर्नुभएको थियो। हाम्रो फार्म चाहिँ गोकर्णेश्वर नगरपालिकामा छ र गोकर्णेश्वर नगरपालिकामा यहाँ हामी तपाईहरुलाई भिडियोमा तपाईहरुलाई देखाउने पनि छौं कहाँनिर छ हाम्रो फार्म भनेर। तपाईहरु हाम्रो फार्ममा आएर भिजिट पनि गर्न सक्नुहुन्छ। सोनाली कुखुरा पालन सम्बन्धी जानकारी पनि लिन सक्नुहुन्छ। हामीले जानेको, हामीले बुझेको जानकारी हजुरहरुलाई दिनेछौं र कसरी पाल्दाखेरि राम्रो हुन्छ भन्ने कुराहरु पनि हामी दिनेछौं र तपाईहरुलाई पनि के जानकारी छ भनेदेखि तपाईहरुले पनि हामीलाई सिकाउन सक्नुहुनेछ। हजुरहरुसँग भएको
आइडियाहरू हामीलाई दिन सक्नुहुनेछ। हामीसँग भएको आइडियाहरू हजुरहरूले लिन सक्नुहुनेछ। हामी सबैजना मिलेर सहकार्य गरेर अगाडि बढ्नेछौँ भन्छु। र यो भिडियो चाहिँ म धेरै लामो बनाउँदिनँ र अन्त्यमा फेरि पनि हजुरहरूलाई सोनाली कुखुराको चल्लाहरू चाहियो भने हामीलाई सम्पर्क गर्नुहोला। म डिस्क्रिप्सनमा नम्बर दिनेछु। तपाईँहरूलाई राम्रो खालको गुणस्तरीय हेल्दी हाइजेनिक चल्लाहरू सोनालीको चल्लाहरू चाहिन्छ भनेदेखि हामी तपाईँहरूलाई दिनेछौँ भन्दै अहिलेको लागि भिडियो यति नै गर्न चाहन्छु। फेरि अर्को भिडियोमा फेरि भेट्नेछौँ भन्दै अहिलेको लागि भिडियो यति नै गर्न चाहन्छु। धन्यवाद अहिलेसम्म भिडियो हेरिदिनु भएकोमा। हजुरहरू हाम्रो भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ, कताबाट हेर्दै हुनुहुन्छ, जताबाट हेर्दै हुनुहुन्छ, जहाँबाट हेर्दै हुनुहुन्छ, जताबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्नुहोला ताकि हामीलाई पनि थाहा होस् हजुरहरूले हाम्रो भिडियो कहाँदेखि हेर्दै हुनुहुन्छ, हामीलाई कहाँदेखि माया गर्दै हुनुहुन्छ भनेर। र हाम्रो भिडियो सक्दो सेयर गरिदिनुहोस् ताकि नयाँ कृषक दाजुभाइ दिदीबहिनीहरूको लागि यो जानकारीमूलक भिडियो उहाँहरू सामु पुगोस् भन्दै आजको लागि भिडियो यति नै गर्न चाहन्छु। जय होस्, शुभ दिन सबैजनाको।